चाहिँ जरबुट्टा पुगेँ है। जरबुट्टा पुग्यो, जरबुट्टा पुग्यो। त्यो गाउँको नाम के हो? गरगरे भन्छन्, गरगरे। ए गाइज, यहाँ चाहिँ गरगरेमा आउँदैछौँ अनि हामी जरबुट्टा जाँदैछौँ। खानेकुरा केही नल्याएको माफतमा हामी यो लाली गुराँस ल्याएका छौँ, खाँदै हिँडेका छौँ गाइज। गरगरे है। त्यो माथि डाँडा देख्नुभयो होला होइन। अब सो गाइज तपाईँहरूले कमेन्ट गर्नु होला, कमेन्ट गर्न चाहिँ नभुल्नु होला। यो गाउँबारी हेर्नु गाइज। म चाहिँ गरगरे पुगिसक्यो, अब जरबुट्टा जाँदैछु। जरबुट्टाको तपाईँहरूलाई पुरै देखाउने छु। यो गरगरेको हो है गाइज, हेर्नु। त्यहाँ मेरो सालीजी हुनुहुन्छ, त्यहाँ अगाडि गइसक्नु भएछ गाइज। हेर्नु, यहाँ कुखुरा पालेको रहेछन्, कुखुरा ढोकेका छन् गाइज। खेतबारी रमाइलै छ। यसो ठाउँ चिन्नुहुन्छ भने कमेन्ट गर्न नभुल्नु होला गाइज। हेर्नु, उता उता ठाउँ हेर्नु होला गाइज, पुरै भ्याली हेर्नु होला है। हेलो गाइज, लाइक कमेन्ट सब्सक्राइब गर्नु भएको छैन भने भण्डारी भ्लगमा सब्सक्राइब गरेर जोडिनु होला गाइज। लाइक कमेन्ट गर्नुभयो भने गाइज, किनभने तपाईँहरूबाट कमेन्ट गरेको माफतमा मलाई हौसला धेरै प्रदान हुनेछ गाइज। कमेन्ट गर्न चाहिँ नभुल्नु होला। गरगरे हो यो, वीरेन्द्रनगरको गरगरे। तल जरबुट्टा, माथि गरगरे। मेरो खबर पुर्याइदेऊ माथि रानीमत्ता भन्ने के भन्छन् अब। सो गाइज हेर्नु, गाउँको घर हो गाइज, गाउँको घर। यो हरियो बुट्टा छ नि, यो मेलको बुट्टा हो, फुलेर पनि सकिएछ। उहाँ चाहिँ भ्लग बनाउन आउनु भएको हो क्या, उहाँ दाजु पनि टेक्रा थ्रोका अफिसियल होला उसको। हेलो गाइज, हेर्नु कस्तो लाग्यो त गाइज तपाईँहरूलाई। ल गाइज हेर्नु है गाइज, म त्यो डाँडाबाट लुखुर 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 हिँड्दै तल तल झरेको। विशेष काम चाहिँ मेरो भ्लग बनाउनु हो गाइज। हेर्नु, ठाउँ चिन्नुहुन्छ भने यसो कमेन्ट गर्नु होला गाइज। गाइज लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला। भण्डारी भ्लग अफिसियलमा तपाईहरुलाई स्वागत छ गाइज। लाइक कमेन्ट गर्न नभुल्नु होला, किनकि म त्यो माथिको डाँडाबाट आएको हो गाइज। म चाहिँ यो गरगरेमा छु, म अब जरबुट्टा जाँदैछु। सो गाइज तपाईहरुले यो ठाउँ चिन्नु भएको छ भने कमेन्ट गर्नु होला। यो हेर्नु गाइज, कति राम्रो भ्यू छ, कति राम्रो ठाउँ छ गाइज। तपाईहरुलाई मन पर्छ भने कमेन्ट गर्न नभुल्नु होला गाइज। हेर्नु, देख्नुभयो गाइज। यो एउटा बत्तीको पोल बचाउनको लागि गाइज, यो वरिपरि यत्रो खनेर पनि एउटा बत्तीको खम्बालाई यो अडाउनको लागि यत्रो ढुसको छोड्नु भएको रहेछ। यो हो चाहिँ गरगरे हो गाइज। हेर्नु गाइज, चाहिँ सुर्खेतको भ्यू पुरै भ्याली देख्न सक्नुहुनेछ गाइज। तर निहालेर हेर्नु पर्ने छ, किनकि गाइज योमा कुहिरो हुस लागेर राम्रो देखिएको छैन।
कर्रे खोला उताको जुब्रा खोला यता कर्रे खोला उ यो जरबुटा गाइज कर्रे खोला उ यो यता देखिएको कर्रे खोला उ त्यो पल्लो झुब्रा खोला अनि यता बजारको भाग अनि यो जरबुटा डाँडा हेर्नु गाइज यसरी हुँदैछ गाइज यो चाहिँ जरबुटाको गाउँ हो हेर्नु मौरी पालन गाइज गाइज यो चाहिँ करे खोला ऊ त्यो स्कुल यो चाहिँ करे खोला हो अनि पल्लो झुब्रा खोला गाइज करे खोला नै त किमु खाइरहेछन् गाइज किमु किमु ल है यो खोरिया अनि हामी चाहिँ जरबुटा पुगिसकेका छौँ जरबुटाबाट हामी यो यता कर्रे खोला झुब्रा यो वीरेन्द्रनगरको भ्याली यो झुब्रा वीरेन्द्रनगरको सुन्दर सहरी भ्याली उपत्यका यो हेर्नु गाइस ल गाइस फाइनली गाइस हेर्नु सुर्खेतको भ्याली कस्तो देखिया त दृश्य हेर्नुस् है यो चाहिँ सुर्खेतको भ्याली हो फाइनली हामी चाहिँ यो जरबुटामा पुगिसकेका छौँ अनि हामी यो खोरिया बजारको भ्याग सुर्खेतको भ्याली हेर्नु गाइस कस्तो देखिएको छ त सो कमेन्ट गर्न लाइक गर्नु नभुल्नु होला प्लेन पनि उड्न लाग्छ गाइज हेर्नु एयरपोर्टमा प्रत्यक्ष देख्न सक्नुहुनेछ गाइज